ओके नमस्ते सबैजनालाई हाम्रो यो नयाँ क्लासमा है आजबाट हामी च्याप्टर 6 सिक्वेन्स एन्ड सिरिज चाहिँ सुरु गर्न गइरहेका छौं है। ल हेर्नुस् सुरुमा हामी सिक्वेन्स भनेको के हो अर्थमेटिक सिक्वेन्स पढ्ने छौं है। ल हेर्नुस् त अर्थमेटिक सिक्वेन्स है। ल हेर्नुस् अर्थमेटिक सिक्वेन्स भनेको के हो त सुरुमा चाहिँ हामी चाहिँ पहिला सिक्वेन्स भनेको के हो बुझ्नु पर्यो। सिक्वेन्स भनेको एरेन्जमेन्ट अफ नम्बर एरेन्जमेन्ट अफ नम्बर्स है। तपाईको कुनै पनि नम्बर्सहरुलाई एरेन्जमेन्ट गरेर राखिन्छ भने त्यसलाई चाहिँ सिक्वेन्स भनिन्छ। एक्जाम्पलको लागि ल हेर्नुस् मैले एक्जाम्पल लिएँ। एक्जाम्पलको लागि मैले 1 3 5 7 9 लिए एउटा यो लिए अर्को अझै लिए अर्को पनि 2 4 6 8 10 यस्तो हुँदै गइरहेछ है। यसरी चाहिँ कलेक्सन भइरहेको छ र अर्को पनि लिए मैले मान्नुस् 2 4 7 10 12 हुँदै गइरहेको छ। ल हेर्नुस् त यो चाहिँ तीनटा चाहिँ हाम्रो चाहिँ एरेन्जमेन्ट छ नम्बरको है। र त्यसमा चाहिँ तपाईको यो पहिलो एरेन्जमेन्टमा हेर्नु भयो भने यहाँ चाहिँ कतिले बढेको छ हेर्नु त 1 बाट 2 मा जाँदा कतिले बढेको छ 2 ले बढेको छ हो। 3 बाट 5 मा जाँदा कतिले बढेको छ 2 ले बढेको छ। 5 बाट 7 मा जाँदा कतिले बढेको छ 2 ले बढेको छ। 7 बाट 9 मा जाँदा कतिले बढेको छ 2 ले बढेको छ। ल हेर्नुस् त एउटा कन्स्ट्यान्ट नम्बरले बढेको छ नि हो। कन्स्ट्यान्ट नम्बरले बढेको छ नि हो। एउटा कन्स्ट्यान्ट नम्बरले बढिरहेको छ हो। ल हेर्नुस् त यो सेकेन्ड नम्बरमा पनि हेर्नु भयो भने यहाँ पनि 2 ले बढ्दै गएको छ। एउटा कन्स्ट्यान्ट नम्बरले चाहिँ हेर्नुस् त हो 6 बाट 8 हुँदाखेरि 2 ले बढ्यो 8 बाट 10 हुँदाखेरि पनि 2 यहाँ पनि कन्स्ट्यान्ट नम्बरले चाहिँ बढ्दै गयो। र थर्डमा हेर्नु भयो भने यहाँ 2 ले बढ्यो यहाँ 3 ले बढ्यो यहाँ 3 ले बढ्यो अनि फेरि 2 ले बढ्यो। यहाँ चाहिँ कन्स्ट्यान्ट नम्बरले चाहिँ तपाईको चाहिँ बढ्दै बढेन के भने यो कन्स्ट्यान्ट नम्बर भनेको हाम्रो कमन डिफरेन्स हेर्नु न। पहिलोबाट दोस्रोमा जाँदाखेरि कतिले बढ्यो 2 ले भनेपछि यहाँ चाहिँ डिफरेन्स कति छ 2 छ। यहाँ कति छ यहाँ पनि 2 छ। यहाँ कति छ यहाँ पनि 2 छ। यहाँ कति छ 2 छ भनेपछि हाम्रो चाहिँ कमन डिफरेन्स भन्ने रहेछ। त्यसलाई बुझ्नु भयो नि त्यसलाई के भन्छ कमन डिफरेन्स। कमन डिफरेन्स डी ले डिनोट हुन्छ है। त्यो चाहिँ कति रहेछ यसको लागि 2 रहेछ राइट। हेर्नु सेकेन्डको लागि नि कति रहेछ डी भनेको सेकेन्डको लागि 2 भयो कमन डिफरेन्स। तर थर्डको लागि हाम्रो कमन डिफरेन्स आयो त कन्स्ट्यान्ट छ त केही पनि नम्बर कन्स्ट्यान्ट छैन नि हो। त्यो भएपछि हाम्रो चाहिँ 1 र 2 चाहिँ के भयो हाम्रो अर्थमेटिक सिक्वेन्स भए 3 चाहिँ भएन। बुझ्नु भयो नि 1 एन्ड 2 चाहिँ हाम्रो के हो अर्थमेटिक सिक्वेन्स। बुझ्नु भयो नि यो चाहिँ अर्थमेटिक सिक्वेन्स हुन् है। यसरी चाहिँ तपाईले चाहिँ अर्थमेटिक सिक्वेन्स भनेको के भन्नु बुझ्नु भयो नि है। ल हेर्नुस् अझै एउटा फेरि एक्जाम्पल लियौँ। ल हेर्नुस् म फेरि लिएँ है। ल हेर्नुस् त 1 3 5 7 9 यो एउटा एक्जाम्पल छ भने यसलाई उल्टो गरेर लेखिदिउँ न है 9 7 5 3 1। ल हेर्नुस् त यहाँ चाहिँ के भयो डिफरेन्स कतिले बढेको छ 2 2 2 2 हो नि। यो 2 चाहिँ कसरी आउँदो रहेछ हेर्नुस् त यो पछिल्लो नम्बरबाट अघिल्लो नम्बर घटाएको नि पछिल्लो नम्बरबाट अघिल्लो नम्बर घटाउँदा नि 2 आयो। यहाँ पनि फेरि के आयो हेर्नुस् त पछिल्लो भनेको 5 बाट 3 घटाउँदा पनि 2 आएको नि हो 2 आयो। फेरि चाहिँ 7 बाट 5 घटाउँदाखेरि कति आएको 2 आएको र 9 बाट 7 घटाउँदाखेरि 2 आएको भनेपछि हाम्रो के रहेछ त हाम्रो चाहिँ डिफरेन्स भनेको त पछिल्लो नम्बरबाट अघिल्लो नम्बर चाहिँ पछिल्लो कुनै नम्बरबाट अघिल्लो नम्बर घटायो भने के आउँदो रहेछ हाम्रो कमन डिफरेन्स आउँदो रहेछ हो। त्यस्तै गरी यहाँ पनि हेर्नुस् त ल हेर्नुस् त यहाँबाट यहाँ जाँदाखेरि कतिले घटेको छ हेर्नुस् त ल 9 बाट चाहिँ 7 हुन कतिले घट्यो -2 ले घट्यो हो। 7 बाट 5 मा जाँदा कतिले घट्यो फेरि -2 ले घट्यो। 5 बाट 3 मा जाँदा कतिले घट्यो -2 ले घट्यो। 3 बाट 1 मा जाँदा कतिले घट्यो -2 ले घट्यो हो। यो पनि त्यही भनेको नि हो अघिल्लो नम्बर पछिल्लो नम्बरबाट अघिल्लो नम्बर घटाउँदा कति आएको -2 आएको। ल यहाँ 5 - 7 गर्दा -2 आएको र अर्को 3 - 5 गर्दा -2 आएको अनि 1 - 3 गर्दा -2 आएको हो। ल हेर्नुस् भनेपछि हाम्रो चाहिँ अर्थमेटिक मिनमा चाहिँ बढ्ने मात्रै हैन घट्ने पनि हुँदो रहेछ हो। बुझ्नु भयो नि सधैँ बढ्ने मात्रै हैन घट्ने पनि हुन्छ। बुझ्नु भयो नि हो। ल हेर्नुस्
यसरी चाहिँ हाम्रो अर्थमेटिक मिन भनेको कमन डिफरेन्स तपाईको त्यो कमन डिफरेन्स चाहिँ माइनसमा पनि हुन सक्ने भयो प्लसमा पनि हुन सक्ने भयो हाम्रो चाहिँ एरेन्जमेन्ट नम्बर चाहिँ बढ्न पनि सक्ने भयो जस्तै 1 3 5 9 हुँदै बढ्दै 5 7 9 हुँदै बढ्दै जान पनि सक्ने भयो 9 7 5 3 1 हुँदै घट्दै जान पनि सक्ने भयो तर कन्स्ट्यान्ट नम्बरले चाहिँ तपाईको के घट्दै छ कि कन्स्ट्यान्ट नम्बरले के हुँदैछ बढ्दै छ भने त्यसलाई के भन्न पाइयो अर्थमेटिक सिक्वेन्स भन्न पाइयो बुझ्नु भयो नि है ल अझै एउटा एक्जाम्पल हेरौँ फेरि ल हेर्नुस् त 3 5 7 9 11 हुँदै गएको छ भने यसमा चाहिँ तपाईको चाहिँ डिफरेन्स भनेको कति आयो ल हेर्नुस् त डिफरेन्स चाहिँ तपाईले कसरी निकाल्नु भयो अघिल्लो नम्बरबाट पछिल्लो जुनसुकै बीचका चाहिँ दुईटा नम्बर जुनसुकै दुईटा नम्बर लिए नि भयो क्या तपाईले जुनसुकै दुईटा नम्बर तर अगाडि र पछाडिको लिनु पर्यो ल हेर्नु सुरुकै चाहिँ हामीले चाहिँ लियौं भने के भयो 5 - 3 गरेर हाम्रो कति आयो 2 आयो डिफरेन्स हो राइट ल हेर्नुस् त अब हाम्रो के भनिन्छ भने यसलाई चाहिँ T1 भनिन्छ फर्स्टको लागि T1 अथवा T1 पनि ए पनि भनिन्छ है पहिलो नम्बरलाई T1 अथवा भनिन्छ सेकेन्डलाई चाहिँ T2 भनिन्छ T3 T4 T5 हुँदै जान्छ के T5 हुँदै नम्बर चाहिँ जानी भयो है ल हेर्नुस् त यसरी चाहिँ मानियो भने हाम्रो T1 चाहिँ कसरी आएको हेर्नुस् त T1 भनेको चाहिँ हाम्रो कसरी आएको 3 आएको हो T1 भनेको 3 हो यसलाई हामीले ए पनि मानियो भने तपाईको T2 कसरी आएको हेर्नुस् त T2 भनेको त T1 मा कमन डिफरेन्स 2 जोडेको हो नि T1 मा +2 गरेर आएको हो नि भनेको T1 भनेको 3 मा 2 जोडेर कति आएको हाम्रो 5 आएको राइट त्यस्तै गरी T3 भनेको चाहिँ कति आएको हेर्नुस् T3 भनेको 5 मा यो 5 मा कमन डिफरेन्स 2 जोडेर चाहिँ हाम्रो कति आएको 7 आएको राइट भने अब तपाईको चाहिँ T4 कसरी आएको त त्यहाँ 9 त छ तर कसरी आएको भन्दाखेरि चाहिँ T3 यो 7 मा तपाईको डिफरेन्स 2 जोडेर यो डिफरेन्स 2 जोडेर चाहिँ तपाईको 9 भएको त्यसैगरी T5 चाहिँ 11 कसरी भएको रहेछ भने T4 मा कति जोडिएको रहेछ कमन डिफरेन्स 2 जोडिएर तपाईको चाहिँ 11 भएको रहेछ राइट ल हेर्नुस् त यसलाई चाहिँ तपाईले चाहिँ अब ए र बी मा ए को फर्ममा लेख्नु भयो भने T1 भनेको चाहिँ ए हो भने T2 भनेको के हुने भयो T2 भनेको त तपाईको चाहिँ T1 मा डिफरेन्स जोडिएको T1 भनेको ए मा डिफरेन्स जोडिएको भनेको डी जोडिएको राइट डिफरेन्स अब ल हेर्नुस् त यही भएको नि यहाँ T2 चाहिँ 5 कसरी भएको भने T1 ए भनेको 3 छ हो 3 मा डिफरेन्स भनेको चाहिँ 2 जोडिएर 5 भएको हो नि भनेपछि ए + डी लेख्न पाइयो T2 भनेको पाइयो नि हो त्यस्तै गरी T3 भनेको के भएको अरे T3 भनेको T2 मा कमन डिफरेन्स डी जोडिएको नि ल हेर्नुस् त T2 भनेको a + d हो यसमा चाहिँ T2 भनेको a + d यसमा चाहिँ फेरि +d हो नि त जोडिएको हो गर्दाखेरि के आउँदो रहेछ a + 2d आउँदो रहेछ ल हेर्नुस् यहाँ चाहिँ a + d T2 भनेको T3 भनेको a + 2d हुँदो रहेछ त्यस्तै गरी तपाईको चाहिँ T3 भनेको T3 निस्क्यो है T4 अब T4 भनेको के हुन रहेछ हेर्नुस् त T4 भनेको T3 मा कमन डिफरेन्स d जोडिने हो नि ल हेर्नुस् त T3 भनेको त कति छ हाम्रो a + 2d छ यसमा चाहिँ d जोडेको हो नि हो +d गर्दाखेरि के आउँदो रहेछ हेर्नुस् त हाम्रो a + 3d आउँदो रहेछ ल हेर्नुस् त यहाँ चाहिँ यसो चाहिँ तपाईले सेन्स लगाउनु भयो भने T1 त a भइहाल्यो T2 मा आउँदाखेरि a + d छ T3 मा आउँदा a + 2d छ T4 मा आउँदाखेरि a + 3d छ भने अब T5 चाहिँ कति होला जस्तो लाग्यो ल भन्नुस् त यहाँ चाहिँ प्रत्येकचोटी चाहिँ यहाँ चाहिँ के पनि छैन भनेको 1d छ 2 हुँदाखेरि 1 छ 3 हुँदाखेरि 2 छ अरु त सबै एउटै छ नि हो 4 हुँदाखेरि 3 छ भने 5 हुँदाखेरि कति हुन पर्यो a + 5d हुन पर्यो ल हेर्नुस् त कति हुन पर्ने रहेछ एक कम सरी यहाँ 5 हुँदाखेरि के हुन पर्यो 4d हुन पर्यो एक कम हुन पर्यो हो यहाँ चाहिँ 4 हुँदाखेरि के छ यहाँ 3 छ हो ल हेर्नुस् न यहाँ सबै हेर्दाखेरि a भयो हो भने T2 हुँदाखेरि चाहिँ यहाँ a + 1d छ T3 हुँदाखेरि a + 2d भयो T4 हुँदाखेरि a + 3d भयो भने T5 हुँदाखेरि के हुन पर्यो a + 4d हुन पर्यो हो त्यस्तै तपाई n सम्म जानुभयो Tn सम्म जानुभयो भने Tn भनेको के आउने भयो त हेर्नुस् त Tn भनेको त के आउने रहेछ a + यो n भन्दा एक कम हो नि n भन्दा एक कम भनेको n - 1 हुने भयो राइट d यहाँ हेर चाहिँ तपाईको Tn टर्म्स भनेको के हुँदो रहेछ
टिएन टर्म्स भनेको हाम्रो त के हुँदो रहेछ फर्मुला आयो ल हेर्नुस् त टिएन भनेको त के हुँदो रहेछ हाम्रो a + n - 1 d हुँदो रहेछ राइट यो फर्मुला चाहिँ तपाईको चाहिँ एकदम युज हुन्छ जताततै है यो फर्मुला चाहिँ तपाईले चाहिँ सम्झनु होला हाम्रो टिएन टर्म भनेको चाहिँ के हुँदो रहेछ टिएन = a + n - 1d यसमा चाहिँ a भनेको तपाईको चाहिँ फर्स्ट t1 टर्म्स हो अनि n भनेको टोटल नम्बर अफ टर्म्स जति टर्म्स छ त्यही टोटल नम्बर अफ टर्म्स भयो र d भनेको के हो हाम्रो कमन डिफरेन्स हामीले चाहिँ अब चाहिँ यही फर्मुला लगाएर चाहिँ क्वेशनहरु गर्नुपर्छ है यो चाहिँ फर्मुला चाहिँ कसरी आयो भन्ने कुरो चाहिँ मैले तपाईहरुलाई चाहिँ यहाँ चाहिँ मैले गरेर देखाएँ है यो चाहिँ तपाईको कन्सेप्ट बुझ्नु भयो भने भयो तपाईले मेनली चाहिँ सम्झिनु पर्ने भनेको यो फर्मुला चाहिँ सम्झिनु पर्छ है ल हेर्नुस् हाम्रो अहिलेको फर्मुलालाई युज गरेर यो क्वेशन चाहिँ सल्भ गरौँ है त ल हेर्नुस् त हामीलाई चाहिँ के दियो क्वेशनले भने फाइन्ड द अर्थमेटिक मिन भनेको एउटा अर्थमेटिक मिन निकाल्ने भन्नु है एउटा मात्रै भने है फाइन्ड द अर्थमेटिक मिन बिट्विन द नम्बर 7 एन्ड 17 भन्छ हाम्रो चाहिँ 7 छ अनि 17 छ भने यसको बीचमा चाहिँ एउटा अर्थमेटिक मिन छ मानम त्यसलाई m माने भने हाम्रो चाहिँ अब चाहिँ अहिलेको चाहिँ हामीले सिक्वेन्स पढ्यो नि सिक्वेन्स भनेको चाहिँ हाम्रो चाहिँ यो चाहिँ सिक्वेन्स भयो अब हाम्रो चाहिँ सिक्वेन्स के भयो हेर्नुस् त सिक्वेन्स के भयो हाम्रो 7m 17 भयो भने हामीले चाहिँ m को भ्यालु निकाल्नु पर्यो ल हेर्नुस् त अहिलेकै फर्मुलामा हेर्ने हो भने यो भनेको हाम्रो के भयो t1 भयो यो चाहिँ के भयो हाम्रो a भयो हो यो चाहिँ हाम्रो t2 भयो यो चाहिँ हाम्रो के भयो t3 भयो ल हेर्नुस् त अब हामीले चाहिँ त्यही फर्मुलामा लगायौं भने हाम्रो फर्मुला के हो tn = के रे फर्मुला a + n - 1 d हो नि यहाँबाट तपाईले चाहिँ डिफरेन्स d निकाल्नु भयो भने अनि t2 निकाल्न सक्नु भयो नि हो t2 को फर्मुला के अरे हाम्रो t2 निकाल्ने फर्मुला के छ भन्नुस् त a + d हो नि t2 भनेको तपाईको चाहिँ a थाहा छँदै छ हामीले चाहिँ d निकालेपछि चाहिँ त आयो नि त हो ल हेर्नुस् त यहाँ चाहिँ तपाईले ल हेर्नुस् t3 हो t3 थाहा छ नि हामीलाई हो tn को ठाउँमा चाहिँ n को ठाउँमा 3 राख्नु भने t3 भयो ल हेर्नुस् त a भनेको हाम्रो 7 छ राइट प्लस n भनेको हाम्रो कति भयो n भनेको 3 राखेको नि अहिले हो यहाँ चाहिँ कति छ हाम्रो n भनेको कति छ हेर्नुस् त n भनेको 1 2 3 हो नि टोटल त हाम्रो त टोटल नम्बर अफ टर्म्स कति छ 3 वटा छ नि हो त्यही भएर हाम्रो कति हुने भयो 3 हुने भयो राइट 3 - 1 d ल हेर्नुस् त कति भयो t3 भनेको हाम्रो कति छ 17 छ हो और 17 = 7 + 3 - 1 गर्दा 2d ल हेर्नुस् त कति आयो और 17 - 7 = 2d हो यहाँबाट चाहिँ तपाईको के आयो और 10 = 2d भनेपछि हाम्रो डिफरेन्स भनेको कति आयो 5 आयो ल डिफरेन्स 5 आयो भनेपछि हाम्रो अब चाहिँ तपाईको चाहिँ t2 भनेको त हाम्रो फर्मुला के अरे t2 को त a + d हो नि हो तपाईले चाहिँ t2 भनेको फर्मुला सिधै a + d थाहा पाउनु भएन भने तपाईको चाहिँ tn मा tn = a + n - 1 d छ हो यहाँ चाहिँ तपाईले t2 राख्नु भने n को ठाउँमा 2 राख्ने हो नि त हो ल हेर्नुस् त a + n को ठाउँमा 2 राख्नु 2 - 1 d कति आयो हेर्नुस् त a + 1d हो यो भनेको त के हो a + d नै हो नि ल हेर्नुस् तपाईले डाइरेक्ट लेख्दा पनि हुन्छ यदि चाहिँ डाइरेक्ट लेख्दाखेरि चाहिँ तपाईलाई चाहिँ गाह्रो हुन्छ अहिले त t2 मात्र सोधेको भएर सजिलो भयो हो तपाईलाई ठुलठुलो टर्म्स चाहिँ t20 t30 सोध्दाखेरि चाहिँ तपाईले चाहिँ यहाँ राखेर चाहिँ यसरी चाहिँ गरेर निकाल्ने हो है ल हेर्नुस् अब कति भयो हाम्रो a भनेको 7 भयो प्लस d भनेको 5 7 + 5 भनेको कति हुने भयो हाम्रो 12 भनेपछि हाम्रो चाहिँ m भनेको त कति भयो 12 हो नि t2 भनेको त हाम्रो m हो m भनेको कति आयो हाम्रो 12 आयो देयरफोर के भयो हाम्रो अर्थमेटिक मिन एउटा मात्रै हो नि अर्थमेटिक मिन कति आयो अर्थमेटिक मिन कति आयो हाम्रो 12 आयो बिट्विन 7 एन्ड 17 ल यसरी चाहिँ तपाईले गर्नु पर्यो है गाह्रो छैन तपाईलाई चाहिँ क्वेशनले चाहिँ एउटा मात्रै अर्थमेटिक मिन तपाईलाई चाहिँ अरु बेला चाहिँ तपाईलाई चाहिँ दुईटा अर्थमेटिक मिन निकाल भन्यो भने चाहिँ तपाईको यो m को ठाउँमा m1 अनि m2 दुईटा राख्नु पर्ने हुन्छ अहिले चाहिँ तपाईलाई चाहिँ एउटा मात्रै अर्थमेटिक मिन सोधेको भएर बीचमा चाहिँ तपाईको के हुने हो एउटा मात्रै हुने भयो त्यसपछि हाम्रो चाहिँ n भनेको के हुने भयो त भन्दाखेरि चाहिँ 1 2 3 तीनटा भयो नि त हो त्यो भएपछि टोटल नम्बर अफ n भनेको कति हुने भयो हाम्रो 3 हुने भयो हो त्यसैगरी हाम्रो चाहिँ 7 भनेको t1 त्यसलाई a पनि भन्न पाइयो m भनेको t2 भयो र
तपाईको चाहिँ 17 भनेको कति हो T3 हो ल हेर्नुस् त अब Tn को फर्मुला लगाएर T3 को भ्यालु राख्यो भने हामीले D को भ्यालु निकाल्न सकिने हो T3 भनेको तपाईको A + n - 1 D को फर्मुलामा लगाउने भने हामीले यही फर्मुला लगाउनु पर्यो नि हो आज पढेको ल हेर्नुस् त त्यहाँ राख्नु भयो भने A भनेको 7 n भनेको T3 को लागि 3 भयो -1 अनि D हामीले D को भ्यालु निकाल्न खोजेको हो किनभने हाम्रो T2 भनेको A + D हो हामीलाई D थाहा छैन राइट ल हेर्नुस् यहाँबाट तपाईले सल्भ गर्नु भने D निक्लियो 5 हो त्यही 5 चाहिँ यो A + D हो नि त T2 भनेको यहाँबाट निकालेको है यहाँ चाहिँ डाइरेक्ट लेख्न जान्नु भएन भने सक्नु भएन भने यसरी चाहिँ निकाल्नु पर्यो है ल हेर्नुस् A + D भयो त्यो भनेको 7 + 5 = 12 यसरी चाहिँ तपाईले निकाल्न सक्नुहुन्छ एउटा मात्रै मिन सोधेको केसमा चाहिँ यति धेरै पनि गर्नु पर्दैन एउटा मात्र सोधेको केसमा तपाईले चाहिँ के गर्दिदा हुन्छ 7 + 17 / 2 गर्नु भयो भने पनि तपाईको चाहिँ मिन चाहिँ तपाईको चाहिँ कति आउँछ 12 नै आउँछ है यो गर्नु भयो भने पनि हुन्छ है यो चाहिँ आज हामीले चाहिँ पढेको क्वेशन गर्नको लागि पढेको चाहिँ यो फर्मुला पढेको कारणले यही फर्मुला आन्सर गर्दाखेरि चाहिँ यो तरिकाले चाहिँ गर्नुपर्छ है क्वेशन नम्बर 3 यस प्रकारको छ फाइन्ड द 3 अर्थमेटिक मिन बिट्विन 3 and 23 3 र 23 को बीचमा चाहिँ कतिवटा अर्थमेटिक मिन छन् रे तीनटा अर्थमेटिक मिन छन् ल हेर्नुस् अब तपाईले चाहिँ तीनटा अर्थमेटिक मिन छन् भनेपछि हाम्रो n भनेको कति होला जस्तो लाग्यो ल भन्नुस् त तीनटा अर्थमेटिक मिनै भयो अनि हाम्रो चाहिँ दुईटा नम्बर हो यो दुईटा नम्बरको बीचमा हो नि त तीनटा अर्थमेटिक मिन भयो तीनटा अर्थमेटिक मिनै भइसके अनि हामीसँग अझै प्लस चाहिँ कतिवटा नम्बर छन् दुईटा नम्बर छन् भनेपछि हाम्रो टोटल नम्बर चाहिँ कति हुने भयो नम्बर अफ टर्म्स 5 हुने भयो तपाईले चाहिँ यो डाइरेक्ट चाहिँ n को भ्यालु चाहिँ यसरी डाइरेक्ट पनि निकाल्न सक्नुहुन्छ है तीनटा अर्थमेटिक मिनै भनेको तीनटा राइट अनि तपाईको चाहिँ दुईटा नम्बर छ नि त हाम्रो एउटा 3 छ एउटा 23 छ यो दुईटा नम्बरको बीचमा तीनटा अर्थमेटिक मिन भनेपछि टोटल नम्बर चाहिँ कति हुने भयो 5 हुने भयो तपाईले चाहिँ यसरी पनि चाहिँ निकाल्नु पर्यो है डाइरेक्ट चाहिँ n चाहिँ कति हुन्छ 5 हुन्छ भनेर चाहिँ निकाल्न जान्नु पर्यो ल हेर्नुस् त हाम्रो सिक्वेन्स के हुने भयो सिक्वेन्स के हुने भयो भने हाम्रो 3 र 23 को बीचमा चाहिँ कतिवटा अर्थमेटिक मिन छन् र तीनटा छन् भनेपछि एउटा m1 भयो अर्को m2 भयो र अर्को m3 भयो ल हेर्नुस् त अब कतिवटा भयो हाम्रो 1 2 3 4 5 यसरी गर्दा पनि हाम्रो 5 वटै हुन्छ के है डाइरेक्ट चाहिँ तपाईले यसरी निकाल्न पनि मिल्छ है n को भ्यालु ल हेर्नुस् त अब यसमा पनि के हो 3 भनेको a हो m1 भनेको a2 हो यो a3 भयो m2 भनेको m3 भनेको t4 a4 भन्ना छ सरी t4 भयो भने तपाईको 23 भनेको के हो t5 हो राइट ल हेर्नुस् त अब हामी चाहिँ अहिले फर्मुलामा लगाइहाल्ने अहिले फर्मुलामा अब तपाईको चाहिँ हामीले निकाल्नु पर्ने के हो हामीले निकाल्नु पर्ने m1 भनेको t2 हो यसको फर्मुला के अरे a + d हो अनि m2 भनेको हाम्रो t3 हो यसको फर्मुला के हो a + 2d हो अनि हाम्रो m3 भनेको के हो हाम्रो t4 हो यसको फर्मुला के हो a + 3d हो यदि चाहिँ तपाईले चाहिँ पहिले डाइरेक्ट चाहिँ यता लेखेर राख्नु भयो भने हामीले निकाल्न पर्ने के हो भन्ने कुरा थाहा भयो नि हो ल हेर्नुस् त अब हामीले चाहिँ हाम्रो फर्मुला के थाहा tn भनेको के हो हाम्रो a + n - 1d हो नि फर्मुला हो यहाँबाट चाहिँ तपाईको चाहिँ t5 भनेको डाइरेक्ट तपाईले चाहिँ यहाँबाट चाहिँ यही अनुसारले चाहिँ गर्ने भने t5 त तपाईले डाइरेक्ट थाहा हुने भयो नि डाइरेक्ट चाहिँ फर्मुला लेख्दा पनि भयो है t5 भनेको तपाईको के हुने भयो a + 40 हुने भयो नि हो डाइरेक्ट यसरी लेखेर चाहिँ गर्दा पनि हुन्छ यदि चाहिँ तपाईले चाहिँ डाइरेक्ट गर्न आएन भने यो फर्मुलामा चाहिँ पुट गरेर भ्यालु पुट गरेर ल हेर्नुस् त a भनेको तपाईको a नै भयो हो प्लस n भनेको तपाईको 5 हो नि 5 - 1 d गरेर यहाँ चाहिँ तपाईले चाहिँ t5 भनेको कति निकाल्नु भयो a + 40 यसरी चाहिँ निकालेर अनि भ्यालु पुट गर्दा नि हुन्छ ल हेर्नुस् त अब भ्यालु पुट गरिदिनुस् t5 भनेको हाम्रो कति छ 23 छ राइट अनि 23 = a भनेको हाम्रो कति छ 3 + 40 यहाँबाट चाहिँ तपाईले चाहिँ डिफरेन्स d निकाल्न सक्नु भयो नि हो ल हेर्नुस् त अर यो 3 यता आउँदाखेरि चाहिँ 23 - 3 अर्थात 20 भयो 20 = 40 हो ल देयरफोर d भनेको त कति आयो 5 आयो ल हेर्नुस् अब d भनेको 5 आइसकेपछि अब हामीले निकाल्ने त के हो t2 t3 t4 हो यहाँ चाहिँ कति हुने भयो हेर्नुस् त a भनेको हाम्रो 3 + d भनेको तपाईको कति आएको 5 आएको नि हो 3 + 5 गर्दा कति आयो हाम्रो 8 आयो हो त्यसैगरी तपाईको चाहिँ m2 भनेको t3 यसको फर्मुला के हो a + 2d भनेको के हुने भयो a भनेको 3 + 2d भनेको 2 * d भनेको 5 गर्दा 5 2 10 10 + 3 13 हो त्यसैगरी तपाईले चाहिँ अब t4 भनेको के हो a + 3d ल हेर्नुस् त a + 3d गर्दाखेरि के भयो ल हेर्नुस् त a भनेको 3 हो प्लस 3 * d भनेको 5 गर्दा कति आयो हेर्नुस् त 3 5 15 15 मा 3 जोड्दा कति 18 ल हेर्नुस् त यसरी चाहिँ तपाईले चाहिँ गर्न सक्नु अब तपाईले यही क्वेशनमा
यसमा चाहिँ मैले थोरै चाहिँ तपाईलाई चाहिँ एउटा चाहिँ होमवर्क दिएँ तपाईले चाहिँ एउटा क्वेशन चाहिँ गर्नु होला है फाइन्ड द 7 अर्थमेटिक मिन है फाइन्ड क्वेशन तपाईको लागि मैले चाहिँ एउटा क्वेशन तपाईको लागि दिएँ है ल हेर्नुस् त क्वेशन यो गर्नु होला है फाइन्ड 7 अर्थमेटिक mean between two terms 3 and 43 ल हेर्नुस् त यो भनेर मैले क्वेशन दिएँ भने तपाईले चाहिँ ल यान भनेको कति हुन्छ ल भन्नुस् त पहिले यान चाहिँ निकाल्नु पर्यो यान भनेको कति हुन्छ हाम्रो अर्थमेटिक मिन टोटल अर्थमेटिक मिन कति छ भने चाहिँ हामीलाई अर्थमेटिक मिन 7 भनेको थाहा हुन्छ 7 प्लस हामीसँग भएको नम्बर के फर्स्ट टर्म र लास्ट टर्म त थाहा छ नि हो फर्स्ट टर्म र लास्ट टर्म भनेपछि कतिवटा हुनुभयो दुईटा भयो प्लस 2 गर्दा हाम्रो चाहिँ टोटल यान भनेको कति हुँदछ 9 हुँदछ हो ल हेर्नुस् त अब हाम्रो 3 छ अनि 43 छ भने बीचमा चाहिँ कतिवटा नम्बर छ कतिवटा मिन छ हाम्रो 7 वटा छ भनेपछि m1 m2 m3 m4 m5 m6 र m7 ल हेर्नुस् है अब अहिलेकै तरिकाले तपाईले चाहिँ डी निकाल्न सक्नुभयो नि हो हाम्रो चाहिँ ए पनि थाहा छ हो ए थाहा छ अनि हाम्रो टिएन भनेको चाहिँ अहिले के हुने भयो t9 पनि थाहा छ भने तपाईको चाहिँ t9 को फर्मुला के हुने भयो t9 भनेको हाम्रो के हो फर्मुला a + 8d हो राइट यसमा चाहिँ तपाईको a को भ्यालु राखिदिएर यहाँ चाहिँ d निकाल्न सक्नुभयो राइट d निक्लियो d निक्लिएपछि तपाईको चाहिँ m1 पनि निकाल्न सक्नुभयो m1 भनेको के हुने भयो a + d हुने भयो m2 भनेको के हुने भयो a + 2d m3 भनेको तपाईको a + 3d राइट m4 भनेको के हुने भयो a + 4d हो m5 भनेको के हुने भयो a + 5d m6 भनेको a + 6d र m7 भनेको a + 7d ल यो सबैको भ्यालु निकाल्नु भयो भने तपाईको चाहिँ मिन आयो नि हो ल यो चाहिँ तपाईको लागि होमवर्क भयो मैले हिन्ट पनि दिएँ है यो चाहिँ तपाईले चाहिँ होमवर्क गर्नु होला है र हामी अर्को क्लासमा अब सम अफ अर्थमेटिक सिरिज को चाहिँ सम कसरी निकाल्ने आज चाहिँ मिन कसरी निकाल्ने हेरियो अर्थमेटिक सिक्वेन्सको भने अब भोलिको क्लासमा हामी सम अफ अर्थमेटिक सिरिजको चाहिँ समको चाहिँ फर्मुलाहरु केही डिस्क्राइब गरी क्वेशनहरु पनि गर्नेछौं है त